नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा। आजको यस भिडियोमा हामी कुरा गर्न गइरहेका छौं प्राकृतिकको सुन्दर पन्छी मध्ये एक मयूरको बारेमा। मयूर किन यति सुन्दर हुन्छ, यसको नाचको रहस्य के हो र यसको जीवनशैली कस्तो हुन्छ, आज हामी सबै कुरा यस भिडियो मार्फत जान्ने छौं। भिडियो अन्तसम्म हेरेर साथ दिनुहोला। मयूर एक अत्यन्त सुन्दर, आकर्षक र प्रसिद्ध पन्छी हो। यसको रंगीन प्वाँख, मनमोहक नाच र गर्विलो हिँडाइका कारण यो संसारभर चिनिन्छ। मयूर मुख्यतया दक्षिण एसियामा पाइन्छ। नेपाल तथा भारतमा यसलाई विशेष सम्मानका साथ हेरिने गरिन्छ। प्राकृतिक सौन्दर्यको प्रतीक मानिने मयूर मानिसको ध्यान सजिलै आकर्षित गर्न सक्ने पन्छी हो। मयूरको वैज्ञानिक नाम पाभोक्रिस्टस हो। भाले मयूरलाई मयूर र पोथी मयूरलाई मयूरी भनिन्छ। भाले मयूरका लामो, चम्किलो, नीलो, हरियो र सुनौलो रङका प्वाँख हुन्छन्, जसमा आँखा जस्ता सुन्दर आकृति देखिन्छ। यी प्वाँख फैलाएर नाच्नु मयूरको सबैभन्दा प्रमुख विशेषता हो। मयूरी भने साधारण खैरो वा फिक्का रङकी हुन्छ र उसका प्वाँख छोटा हुन्छन्। मयूर जङ्गल, खेतीबारी, खुल्ला मैदान तथा पानी नजिकको क्षेत्रमा बस्न मन पराउँछ। यो सर्वहारी पन्छी हो। यसले अन्न, बिउ, फलफूल, किरा, कमिला, छेपारो तथा ससाना सर्प समेत खाने गर्दछ। सर्प र हानिकारक किरा खाएर मयूरले वातावरणमा सन्तुलन कायम गर्न सहयोग पुर्याउँछ। त्यसैले किसानका लागि यो अत्यन्त उपयोगी पन्छी मानिन्छ। वर्षायाममा मयूरको जीवनमा विशेष समय हो। यही समयमा भाले मयूरीले आफ्नो प्वाँख फिजाएर सुन्दर नाच देखाउँदै मयूरीलाई आकर्षित गर्छ। मयूरीले एक पटकमा 3 देखि 6 वटा अण्डा पार्छ। करिब 27 देखि 30 दिनपछि अण्डाबाट चल्ला निस्किन्छन्। बच्चाको सम्पूर्ण हेरचाह मयूरीले नै गर्ने गर्दछ। मयूर दिनको समयमा जमिनमा हिँडेर खाजा खोज्छ र रात्रि शत्रुबाट बस्न रुखमा चढेर सुत्ने गर्दछ। खतरा महसुस हुँदा यसले ठुलो आवाज अर्थात् कर्कश आवाज निकालेर अरू मयूरलाई सचेत गराउँछ। मयूर लामो दूरी उड्न नसके पनि आवश्यकता पर्दा छोटो दूरीमा छिट्टो उड्न सक्ने पन्छी हो। यसको औसत आयु 15 देखि 20 वर्षसम्म हुने गर्दछ। धार्मिक र सांस्कृतिक रूपमा मयूरको ठुलो महत्त्व छ। हिन्दू धर्ममा भगवान कृष्णको मुकुटमा मयूरको प्वाँख प्रयोग गर्ने गरिएको छ भने भगवान कार्तिकको वाहन पनि मयूर नै मानिन्छ। यसकारण मयूरलाई सुन्दरता, गौरव र समृद्धिको प्रतीकको रूपमा लिइन्छ। भारतमा मयूर राष्ट्रिय चराको रूपमा सम्मानित छ। अन्त्यमा भन्नुपर्दा मयूर केवल एक सुन्दर पन्छी मात्र होइन, यो प्राकृतिक, सांस्कृतिक र वातावरणसँग गहिरो सम्बन्ध राख्ने महत्त्वपूर्ण जीव हो। यसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो, ताकि भविष्यमा नयाँ पुस्ताले पनि यसको अनुपम पन्छीको सौन्दर्य र महत्त्व बुझ्न सक्नु। साथीहरू, यसरी आज हामीले मयूरको बारेमा महत्त्वपूर्ण जानकारी पायौं। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को नयाँ भिडियोमा फेरि भेटौँला। धन्यवाद।